हेलो नमस्ते सम्पूर्णमा म हो गरिमा। आज चाहिँ म टक्क लगाएर घाँस काट्नको लागि जाँदैछु। बस काट्ने भनेर है। तपाईहरुकोतिर मौसम कस्तो छ? यतातिर मौसम यस्तो छ, हिजो अस्तिदेखि मौसमले हामीलाई च्यालेन्ज गरिरहेको छ है। जाडो छ, अब त लगभग जाडो हट्ने बेला भइसक्यो र पनि जाडो नहटिकनै जाडो छ अझै। हेर्नुस् त मेरो झोला रे, कट्टाको झोला। यसमा बसेर नाम्रो छ कि बास काट्न जानु पर्यो भनेर अलि रुखमा चढ्दाखेरि यो झोलामा हाँसी राखेर चढ्ने। त्यही भएर यो हाँसी मैले साथमा लिएको। सम्पूर्णमा के गर्दै हुनुहुन्छ तपाईहरु? सन्चै हुनुहुन्छ होला भनेर पनि पूर्ण आशा लिएको छु। लास्टमा भने है, त्यही छैन जे भए पनि चौतारीको रुखै तपाईहरुकोतिर कतिको पाउँछ? फुलेको छ, यस्तो फुलेको छ। अब यो सिम हो, अनि पछाडि खेत रोप्नको लागि यहीँबाट पानी लग्ने। खेत गर्ने बेला यहीँबाट पानी लगेर रोप्छौँ। मौसम हेर्छ भने यस्तो बाटो त गाउँ छ, म बाहिरतिर पुरै छ कि घामै लागेको छैन यार। यो तपाईहरुतिर यो पाउँछ? यो चाहिँ म तपाईहरुलाई खानको लागि पनि ठिक हुन्छ कि यो यसरी खाने देखाउँछु है तपाईहरुलाई। यस्तो गरेर के खाना कस्तो मिठो हुन्छ कि। घाम पसेको भन्ने कुरा गर्छन् नि, त्यसको लागि यो खाने भने घाम फाल्छ अरे। काँडा हुन्छ नि फेरि डर लाग्दो, यस्तो काँडा हुन्छ। ओ माई गड। यस्तो फुलाइन्छ कि यहाँ। म एकछिन पज गरेँ ल। फाइनली मैले यो खुलाएर पनि सकेँ। यस्तो भयो है, यसले खाँदा हुन्छ कि खाँदा हुन्छ, यस्तो छ है। मिठो छ। यहाँ फेरि सिमे साग भन्छ यसलाई, हामी खोले साग पनि भन्छौँ, सिमे साग पनि भन्छ यसलाई। खास गरी यो सिमे साग नै होला सायद। सिमतिर हुन्छ कि खोलातिर भन्दा बढी। गाउँको बान यहाँ पनि छ, अझै ठुलो भएको छैन। पहेँली फुलेर पहेँलै भएको छ, पुरै पहेँली फुल सबैतिर। गाउँ पानी लगाएको रहेछ, यो गाउँमा पानी छ। यो वाला फुल पनि पाउँछ, हेर्नु त, फुल जस्तै। यो खास गरी ढुर्सेला भन्छन् हाम्रोतिर, डियालाई घाँसको रूपमा प्रयोग गरिने। फुलेर यस्तो के खटरै
कतै हो है फेरि हाम्रो खेत हो है हाम्रो खेतमा नि त्यस्तै छ गाउँको ताल यस्तै हो पहेँलै पहेँली फुलेको ऐ मम्मी कति दुःख के लोटे नि म बाँस यस्तैको घाँस काट्न हो कि मजा नि यो चाहिँ हाम्रो होइन अरू खाउन् हाम्रो गाउँ चाहिँ खासै राम्रो नि होइन अलिअलि यस्तै त हो पहाडको खेती तराईतिर जस्तो कहाँ हुन्छ र है पहाडतिर त खेती दुःख बढी गर्नुपर्छ उब्जनी एकदमै कम त्यही भएर त हामीलाई फाइदै हुँदैन हो हामीलाई दुःख गरेको होइन भने त हामीले दुःख गरे अनुसारको खेती हुने हो भने त हामीलाई त बजारको चामल त किन्नै पर्ने थिएन फाइनली म बाँस काट्ने ठाउँमा आइसकेँ यही बाँस हो मैले काट्ने यो रुखमा चढेर यसलाई खसालेर लाने हो बाँस त खत्रै छ वा पारी पारी झुमे छ बाँस खसाल्न एकदमै गाह्रो हुन्छ तर के गर्नु खसाल्नै परिहाल्यो गाह्रो त कति गाह्रो हुन्छ बाँस खसाल्न त यस्तै झाउ हुन्छ यो बाटो यहाँबाट चढ्ने यहाँ चढ्नु पर्यो अब फाइनली गाइस मैले बाँस खसालेँ है माथिबाट समथिङ लगभग मलाई 2 घन्टा लाग्यो यो बाँस खसाल्न धेरै खसालिसकेको छु अब यसलाई अझ सिमल्नु पर्छ साना साना बनाएर मैले घाँस पनि चाहिँ साना साना बनाइसकेँ अब म यसलाई भारी बान्ने तयारीमा